हेलो सबैजनालाई नमस्ते। सबैजना आरामै कुशल हुनुहुन्छ होला भन्ने आशा लिएको छु है। आज चाहिँ म यो हाम्रो लिचबुवाको बेला बिस्ता पार्कतिर पुगेको छु। जहाँ चाहिँ हाम्रो यो मगर सङ्घले चाहिँ हाम्रो एउटा भूमि पूजाको तयारी गर्नुभएको रहेछ उहाँहरूले। सो मलाई नि इन्भाइट आएको थियो अनि त्यही भएर म चाहिँ आज यहाँ उहाँहरूको भूमि पूजामा आएको छु। अब लेट्स सी के हुन्छ होइन। अब भूमि पूजा भनेको अब हाम्रो भूमि भनेको जमिन हो नि त खासमा त। अब उहाँहरूको त्यो परम्परा अनुसार हाम्रो यो पूजाहरू गरिँदै आएको रहेछ। सो परको चाहिँ हाम्रो यहाँ मगर दाजुभाइ दिदीबहिनीहरू नाचिरहनु भएको छ भने यताखेरि चाहिँ म हल्का भिडियो लिइरहेको छु है त। ल है म त छेउछेउमा आइपुगेको छु जहाँ चाहिँ यो मिठो धुन उहाँहरूको के अरे मगरहरूको मिठो धुनहरू बाजा बजाउँदै हुनुहुन्छ है त। अब म त्यहाँ जान्छु अनि कस्तो हुन्छ म फेरि तपाईँहरूलाई देखाउने प्रयास गर्छु है त। अब यहाँबाट चाहिँ अब उहाँहरू यस्तो रमाइलो गर्दै हुनुहुन्छ जस्तो लागिरहेछ मलाई, जहाँसम्म उहाँहरूको बाजा गाजा बजाउँदै रमाइलो गर्दै हुनुहुन्छ। मलाई नै एकदम एक्साइटेड भइरहेको छ है। सबैजना अब रमाइलो गरिरहेको रहेछ, मैले यहाँबाट हिँडिरहेको छु होइन। त्यही पनि एकदमै खुसी लागिरहेको छ जहाँ चाहिँ म आज यो मगर सङ्घको भूमि पूजामा उपस्थित भएको छु होइन। उहाँहरू खास आफ्नो ड्रेस परम्पराअनुसार आफ्नो पूजा गरिरहनु भएको छ। कतै भने कतै नाचिरहनु भएको छ, आफ्नो ड्रेस लगाएर नाचिरहनु भएको छ होइन। मेरो लागि उहाँहरू पनि नयाँ हो। सो कसैले चाहिँ रेस्पोन्स दिएको छैन, त्यही पनि म इन्जोय गरिरहेको छु है त यहाँ उहाँहरूको आफ्नो कल्चर अनुसार। अब हामी औपचारिक कार्यक्रम सुरु गर्दैछौँ। एकैछिन धैर्यता गरेर बसिदिनु होला, म हार्दिक अनुरोध गर्दछु। कृपया हाम्रो स्वयंसेवकजीहरू कता हुनुहुन्छ, कुर्सी मिलाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कुर्सीहरू ल यतिखेर चाहिँ अब उहाँहरू एकछिन रेस्ट गर्ने भन्नुभयो अनि आराम गर्ने बेला भएको छ भने अहिले चाहिँ यो कार्यक्रम चाहिँ औपचारिक रूपमा स्थापना के अरे सुरु भइसकेको छ होइन। अनि कोही आउँदै हुनुहुन्छ भने अब उहाँहरू चाहिँ अब आफ्नै खानपिन भइरहेछ। अनि म चाहिँ यो रुखमुनि बसिरहेको छु है। म चाहिँ अब चिल पारामा रुखमुनि बसिरहेको छु होइन। कोही पनि छैन साथी होइन, आफ्नै पारामा बसिरहेको छु। त्यस्तै गरी विशिष्ट अतिथिमा पूर्व पर्यटन दूत एवं प्रमुख सल्लाहकार तथा संस्थापक नेफेम पोर्चुगलका अभिभावक श्री रमेश गुरुङज्यूलाई विशिष्ट अतिथिको आसन गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै गरी
मगर सङ्घ पोर्चुगलका सल्लाहकार श्री हेमेन्द्र घरती मगरज्यूलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। मगर सङ्घ पोर्चुगलका सल्लाहकार श्री ईश्वर राणा मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मगर सङ्घ पोर्चुगलका सल्लाहकार तथा निर्वाचन समिति संयोजक श्री दुर्गा थापा मगर हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मगर सङ्घ पोर्चुगलका सल्लाहकार एवं एनआरएन पोर्चुगलका उपाध्यक्ष श्री भरत प्रकाश घरती मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। थापा मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मगर सङ्घ पोर्चुगलका सल्लाहकार श्री टेक बहादुर थापा मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सुमाया थजाली मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मगर सङ्घ पोर्चुगलका सल्लाहकार श्री होमपुन मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। फाइनली चाहिँ यहाँ हाम्रो दिदीहरूले चाहिँ मलाई यो सेलरोटी उहाँहरूको मासु छ अचार छ होइन दिदी। ल ह्याप्पी के भन्छ भूमि पूजा होइन भूमि पूजाको ल शुभकामना छ दिदीहरूलाई आन्टीहरूलाई है। यहाँ चाहिँ म पनि अब खान्ला यहाँ सेलरोटी छ होइन दिदी। अनि अरू के छ? ल म पनि आज पार्टीमा सामेल भएको छ उहाँहरूकोमा। दिदीहरू भेट्दै खुसी लाग्यो। यिनीहरू बान्ने मान्छे है। जुत्ता देखाउनेहरूलाई नि त अलिक पछाडि जाउँ नि त। उद्घाटन समारोह सकिसकेको छ। यसपछि हामी राष्ट्रिय गान नेपालको राष्ट्रिय गान लगाउँदैछौँ। त्यसै गरी राष्ट्रिय गानको लागि सबैजना यथास्थानमा उठिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मगरहरूले एउटा एकतामा बाँच्नको लागि र दुःख र सुखमा प्रवासमा पनि एउटा हामी पनि नै सम्पूर्ण मगर समुदायका आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई आगामी दिनहरूमा पनि हरेक दुःख सुखमा एकताको शुद्धमा बाँच्ने एउटा यो भूमि पूजाले तपाईँहरूलाई बदल्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो स्वागत मन्तव्यको लागि श्री मदन कुमार मगरज्यूलाई भूमि सम्बन्धी मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै गरी मगर सङ्घ पोर्चुगलका सल्लाहकार श्री हेमेन्द्र घरती मगरज्यूलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। मगर सङ्घ पोर्चुगलका सल्लाहकार श्री ईश्वर राणा मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मगर सङ्घ पोर्चुगलका सल्लाहकार तथा निर्वाचन समिति संयोजक श्री दुर्गा थापा मगर